विवाह जीवनको सुन्दर मोड मानिन्छ। हरेक केटीको जीवनको एउटा ठुलो सपना हुन्छ। सानैदेखि सोचिन् मेरो पनि एक दिन राम्रो घर हुनेछ, मलाई बुझ्ने मान्छे हुनेछ, माया गर्ने परिवार हुनेछ। तर विवाहपछि जब वास्तविक जीवन सुरु हुन्छ, धेरै कुरा कल्पना गरे जस्तो केही हुँदैन। किन पहिले जस्तो हाँस्न मन लाग्दैन, किन सानो कुराले पनि मन दुख्छ, किन आफ्नो मनको कुरा भन्न पनि डर लाग्छ। के विवाहले जीवन सजिलो बनाउँछ कि अझै गाह्रो? आज हामी कुरा गर्नेछौँ विवाहपछि आउने त्यस्ता परिवर्तनहरूको बारेमा जुन धेरैले महसुस गर्छन् तर खुलेर भन्न सक्दैनन्। आउनुहोस् चर्चा गरौँ ती परिवर्तनहरू के हुन्। जिम्मेवारी अचानक बढ्छ। विवाह अघि आफ्नो पढाइ, आफ्नो इच्छा, आफ्नो सानो संसार थियो। तर विवाहपछि अचानक जिम्मेवारीको भारी आउँछ। घरको काम, परिवारको ध्यान, सबैको अपेक्षा पुरा गर्नु, दबाब। बुहारी भएपछि यस्तो गर्नै पर्छ भन्ने सोचले धेरै कुराहरू बदलिन्छन्। सानो गल्ती गर्दा पनि बुहारीले यस्तो गर्न मिल्छ भन्ने कुरा सुन्नुपर्छ। हो, यही जिम्मेवारीले मानिसलाई छिट्टै परिपक्व बनाउँछ, तर कहिले थकाइ पनि दिन्छ। 2 नम्बरमा रहेको छ स्वतन्त्रता हराउँदै जान्छ। पहिले साथीसँग घुम्न जान, आफ्नो मनपर्ने कपडा लाउन, आफ्नो निर्णय लिन कुनै डर हुँदैन थियो। तर विवाहपछि हरेक कुरा सोच्नुपर्छ। घरकाले के भन्लान्, यो ठिक होला कि नहोला, यो सोचले गर्दा आफ्नो इच्छा बिस्तारै हराउँदै जान्छ। कहिलेकाहीँ त आफूले आफूलाई नै चिन्न छोडिन्छ। 3 नम्बरमा रहेको छ सबैलाई खुसी पार्ने दबाब। नयाँ घर, नयाँ मान्छे, नयाँ नियम, सासू, ससुरा, नन्द, देवर सबैलाई राम्रो बन्नुपर्ने अपेक्षा हुन्छ। सबैलाई खुसी पार्न सक्यो भने मात्र राम्रो बुहारी। तर सबैलाई खुसी पार्न खोज्दा आफ्नो खुसी हराएर जान्छ। कसैको सानो कुरा पनि मनमा लाग्छ तर बोल्न सकिँदैन। हो, यही दबाबले भित्रभित्रै तनाव बढाउँछ। अनि 4 नम्बरमा रहेको छ भावना र सोचाइ चेन्ज हुन्छ। विवाहपछि मानिस भावनात्मक रूपमा धेरै बदलिन्छन्। सानो कुराले आँसु आउन सक्छ, सानो कुराले मन दुख्छ। पहिले जस्तो केयर फ्री लाइफ हुँदैन। मनमा धेरै कुरा हुन्छ तर बोल्न सकिँदैन। सबै ठिक छ भनेर मुस्कुराउन सकिन्छ तर भित्रभित्र दुःख लुकाइन्छ। अनि अर्को नम्बरमा रहेको छ आफ्ना सपना र चाहना चेन्ज हुन्छन्। विवाह अघि ठुला सपना थिए, आफ्नो करियर, आफ्नो गोल, आफ्नो जीवन आफ्नो तरिकाले जिउने चाहना। तर विवाहपछि परिवार नै पहिलो प्रायोरिटी बन्छ। कहिलेकाहीँ आफ्नो सपना सम्झौता गर्नुपर्छ, पोस्टपोन गर्नुपर्छ। आफूलाई मन लागेका कुराहरू गर्न पाइँदैन। पहिले घर सम्हालौँ भन्ने लाग्छ, पछि आफ्ना कुराहरू, अनि त्यसपछि बिस्तारै गर्दै जाउँला भन्ने हुन्छ। हो, यसरी नै आफ्नो चाहना बिस्तारै पछाडि पर्छन्। अनि 6 नम्बरमा रहेको छ आत्मसम्मानको लडाइँ। धेरै बुहारीहरू आफ्नो सेल्फ रेस्पेक्ट जोगाउन सङ्घर्ष गरिरहेका हुन्छन्। यो कुरा सहने कि बोल्ने, चुप लागेर बस्ने कि आफ्नो पक्ष राख्ने, यो निर्णय सजिलो हुँदैन नि। धेरै पटक शान्ति कायम राख्न भनेर चुप बस्छन्, तर चुप बस्दा बस्दै आफ्नो भ्यालु कम भएको महसुस हुन सक्छ। अनि 7 नम्बरमा रहेको छ सकारात्मक परिवर्तन पनि हुन्छ। सबै कुरा नराम्रो मात्र हुँदैन। विवाहपछि माया, साथ, सुरक्षा पनि पाइन्छ। यदि श्रीमान बुझ्ने भयो भने जीवन धेरै सजिलो हुन्छ। यदि परिवार सपोर्टिभ भयो भने बुहारीले आफूलाई भाग्यमानी ठान्छे। सानो केयरले पनि ठुलो खुसी दिन्छ। विवाहले जीवन चेन्ज गर्छ, यो सत्य हो। तर त्यो चेन्ज कस्तो हुन्छ त्यो घरको वातावरण र मान्छेमा भर पर्छ। यदि तपाईँ बुहारी हुनुहुन्छ भने आफ्नो सम्मान कहिले गुमाउन नदिनु। र यदि तपाईँ सासू हुनुहुन्छ भने बुहारीलाई छोरी जस्तै माया दिनुहोस्। किनकि बुहारी पनि कसैको छोरी नै हुन्छ र खुसी परिवार त्यही हो जहाँ कसैलाई आफ्नो मन लुकाउनु पर्दैन। हस् त, धन्यवाद। आजलाई यति नै। हजुरहरूलाई यस्तै भिडियो मनपर्छ भने कृपया लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनुहोला। हस् त, धन्यवाद।